कहिलेकाहीँ केटाकेटीलाई मनाउनुको लागि चाहिँ रिभर्स साइकोलोजी युज गर्नुपर्छ क्या। रियल लाइफ साइकोलोजी चाहिँ म एउटा रियल लाइफ इक्जाम्पलबाट भन्छु है, फलो गर्ने है। एउटा सर हुनुहुन्थ्यो कि म स्कुल पढ्दाखेरि, अब मैले त देख्दा नि देखाएको थिइनँ होइन, चिन्दा नि चिनेको थिइनँ, तर रिमाल सर भन्ने हुनुहुन्थ्यो अरे कि। अनि उहाँको छोराले चाहिँ गुन्द्रुक कहिले पनि नखाने अरे होइन। अब तर उहाँले के गर्नुहुन्थ्यो अरे, जुन दिन गुन्द्रुक पकाएको छ नि, त्यो दिन चाहिँ बाबु आज गुन्द्रुक खाँदैन खाइ त्यहाँ छोलास फेरि भनेर निस्किनुहुन्थ्यो अरे। केटोले बेलुका गुन्द्रुक चट हो त्यस्तो खालको रिभर्स साइकोलोजी चाहिँ कहिलेकाहीँ केटाकेटीलाई खेल्नुपर्छ। जस्तो आज चाहिँ मैले मेरो छोराले ऊ खाँदैन के अरे एभोकाडो खाँदैन होइन, छोरीले चाहिँ मजाले खान्छ, छोरीले फेरि श्रिम्प खाँदैन। अनि मैले के गर्छु भने 2टा राखिदिन्छु है, योभन्दा बढी खान पाइँदैन नि फेरि, छैन म दिन्न, बाँकी सबै बाबाल हो, योभन्दा बढी पाइँदैन। उनीहरूले देख्नुभन्दा पहिल्यै होइन, उनीहरूले देखेर ग्याङ गुङ गर्नुभन्दा पहिल्यै योभन्दा बढी पाइँदैन, योभन्दा बढी बाबाले खाने हो, योभन्दा बढी मागिस् भने पाइँदैन भन्छन्। अनि त्यसपछि यो खानुपर्छ कि पर्दैन भनेर सोध्छन् होइन। अनि यति त भ्याउनु पऱ्यो नि भनेपछि दे विल फलो, लाइक दे विल इट नर्मली। उसले त्यो कुरा कहिले खाँदैन भने पनि उसलाई बानी बसाउनुको लागि यो ट्रिक कहिलेकाहीँ काम लाग्छ। ट्राई गर्नु है, अनि सक्सेस भयो भने थ्याङ्क यू चाहिँ भनेर नबिर्सिनु है त।